जोजोलपा नेपाल भाषा लर्निङ आजभोलिको मौसम चिसो मौसम चलिरहेकोले मैले यो मौसमसँग रिलेटेड सेन्टेन्सहरू लिएर आएको छु। त सुरु गरौँ। नम्बर 1 मा छ हिउँ जस्तो चिसो। अब यो नेपाल भाषामा ट्रान्सलेट गरी हेरौँ। च्वापु थे हौं। च्वापु थे हौं। च्वापु अर्थात् हिउँ, थे अर्थात् जस्तो, हौं अर्थात् चिसो। नेक्स्ट नम्बर 2 जाडोमा पानी पर्यो। चिकु चिकु बले बले वा वला वला। चिकु बले वा वला। चिकु अर्थात् जाडो, जाडोमा भन्नको लागि चिकु बले भनेर भनिन्छ। पानी अर्थात् यो पानी भन्नाले आकाशबाट पर्ने पानीलाई बुझिन्छ। वा पर्यो अर्थात् वला वा वला। यो वला चाहिँ नि हजुरको यो मान्छे आयो भन्नको लागि पनि हामीले वला भनेर भन्ने गरिन्छ। जस्तै कि मान्छे आयो भन्नको लागि चाहिँ नि मनु वला। चिसो पानी ख्वाउ ल ख्वाउ ल। ख्वाउ अर्थात् चिसो, ल अर्थात् पानी। यसमा नझुक्किनु होला। यो आकाशबाट पर्ने पानीलाई चाहिँ नि वा भनेर भनिन्छ र पिउने पानीलाई चाहिँ अब पिउने पानी अथवा केही अरूको पानीलाई चाहिँ ल भनेर भनिन्छ। जस्तै खोलाको पानी हुन सक्छ। कस्तो चिसो हात गयौ ख्वाउ ला गयौ ख्वाउ ला। गयौ अर्थात् कस्तो, ख्वाउ चिसो भइहाल्यो, ला अर्थात् हात। त्यस्तै अर्को हिउँ जस्तो चिसो खुट्टा। हिउँ च्वापु च्वापु थे ख्वाउ टुटी। च्वापु थे ख्वाउ टुटी। च्वापु अर्थात् हिउँ जस्तो, थे ख्वाउ अर्थात् चिसो भइहाल्यो, खुट्टालाई टुटी भनिन्छ र कुँडालाई भन्नु पर्यो भने पुली भनिन्छ। तिग्रालाई चाहिँ खम्पा भनिन्छ। त्यस्तै पाइतालालाई चाहिँ पाली भनिन्छ। र हजुरहरूलाई यो ह्युमन बडी पार्ट्सको इन्ट्रेस्ट भएदेखि म एउटा यसको छुट्टै भिडियो बनाइदिन्छु। कमेन्ट गर्नुहोला यदि हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भनेदेखि। कस्तो जाडो गयौ चिकु गयौ चिकु। गयौ अर्थात् कस्तो, जाडो यो भइहाल्यो चिकु। जाडो भयो चिकुसे चोन। जाडो अर्थात् जाडो भयो अर्थात् चिकुसे चोन। अब यो एउटै वर्ड गर्दा पनि हुन्छ। एउटै वर्ड नहुनु, यसलाई एउटै प्रोनाउन्सिएसन गर्दा पनि हुन्छ। किनभने यसलाई अलग अलग गर्दा जाडो भनेको अब चिकु भयो भयो भन्नाले अब जुल भनेर भन्न सकिन्छ। तर ठ्याक्कै एक्ज्याक्ट उल्टा गर्दाखेरि मिल्दैन। जाडो भयोलाई चाहिँ नेपाल भाषामा चिकुसे चोन भनेर भनिन्छ। नेक्स्ट च्याल बन्द गर। च्या ट्यु च्या ट्यु। च्या अर्थात् च्याल, बन्द गर अर्थात् ट्यु। अब च्याल खोल भन्नको लागि चाहिँ च्याकी भनेर भनिन्छ। त्यस्तै अर्को ढोका बन्द गर। खापा खापा ट्यु खापा ट्यु। खापा अर्थात् ढोका। त्यस्तै अब ढोकाले च्याप्दिउँ भन्नको लागि चाहिँ खापा टिला। सरी टिला होइन कि खापा काकेला काकेला। मैले यो ट्यु हेर्दा हेर्दै टिला भनेर भन्न पुगेछु। ढोका लाउँ भन्नको लागि चाहिँ टिला भनेर भनिन्छ। खापा टिला भन्नुको अर्थ चाहिँ नि ढोका लगाउँ भनेर सोद्धाखेरि चाहिँ त्यो भनिन्छ। हिउँ खेल्न जाने होइन। च्वापु निट वन्यु मखुला।
च्वापु मित वन्यु मखुला च्वापु अर्थात् हिउँ भइहाल्यो खेल्न जाने हैन भन्नकोलाई चाहिँ मित वन्यु मखुला हैन अर्थात् मखुला अनि खेल्न जाने अर्थात् मित वन्यु सिरक ल्याऊ सिल हजी सिल हजी सिल अर्थात् सिरक हजी अर्थात् ल्याऊ सिरक ओढ सिल फा सिल फा फा यो पनि हुन सक्छ प्रोनाउन्सिएसन फा होइन कि फा हो यो चाहिँ सिरक ओढेर सुत सिल फाया ड्य सिल फाया ड्य सिल अर्थात् सिरक ओढेर अर्थात् फाया सुत अर्थात् ड्य सिरक ओढेर सुत्नु पर्यो सिल फाया जेने माल सिल फाया जेने माल सिल फाया अर्थात् सिरक ओढेर जेने माल अर्थात् सुत्नु पर्यो माल अर्थात् पर्यो नेक्स्ट तातो हुने गरी सुत्नु पर्यो क्वाक्क क्वाक्क जेने माल क्वाक्क जेने माल क्वाक्क अर्थात् तातो अथवा तातो हुने गरी चिसो भयो चिकुला चिकुला तताई दिउँ क्वाका बिला क्वाका बिला क्वाका अर्थात् तताई बिला अर्थात् दिउँ तताई देऊ क्वाका बिउ क्वाका बिउ अब कसैलाई चाहिँ अब हात तताइदिउँ भनेर अब भन्दाखेरि चाहिँ नि अब ला क्वाका बिला भनेर हामीले सोध्न सकिन्छ जस्तै कि कसैको हात अलि चिसो भयो भने रब गरेर तताइदिन सकिन्छ त्यो केसेसहरुमा जिउ तताउनु पर्यो यो जस्तै कि कहिलेकाहीँ अब चिसो हुँदाखेरि ड्रिङ्क्स गर्नको लागि चाहिँ अब यो कसैले ठट्टा गरे यस्तो भन्छ जिउ तताउनु पर्यो म क्वाके क्वाके माला म क्वाके माला म अर्थात् जिउ क्वाके अर्थात् तताउनु माला अर्थात् पर्यो अलिकति पिउनु पर्यो भच्चा भच्चा टोने माला भच्चा टोने माला एक ग्लास ल्याऊ छगु ग्लास हजी छगु ग्लास हजी छगु अर्थात् एक छगु ग्लास अर्थात् एक ग्लास ल्याऊ अर्थात् हजी अनि यसमै अब एक बोतल ल्याऊ भन्नको लागि चाहिँ नि छगु बोतल हजी भनेर भन्न सकिन्छ अनि एक माना ल्याऊ भन्नको लागि चाहिँ छम्ना माना एक मानालाई छम्ना अनि अहिले त ग्लासहरु युज हुन्छ पहिले चाहिँ नि अब त्यो माटोको जुन सली भन्छ माटोको जुन भोजमा जाँदाखेरि जुन माटोको भाँडामा छ्याङ अथवा केही खानेकुरा राख्छ त्यसलाई चाहिँ सली भन्छ छस्ली एउटा सली जस्तै एउटा अब ग्लास बने जस्तै एउटा छस्ली भनेर भनिन्छ अनि त्यस्तै कि गरी अब छ्याङ खानाले कचौरा हुन्छ जुन एल्युमिनियमको पहिले युज हुन्थ्यो त्यो एक कचौरा अब छ्याङ खाने भन्नको लागि चाहिँ छखला ठो भनेर भनिन्छ रक्सी त अब थोरै खाए पनि पुग्ने भएकोले त्यो कचौरामा खाइँदैन
छ्याङ चाहिँ प्राय कचौरामा खाइन्छ। पहिले पहिले मैले बच्चा बेला मलाई याद छ कचौरामा त्यो स्टिल एल्युमिनियम टाइपको एल्युमिनियमकै होला सायद त्यो कचौरा हुन्थ्यो। अहिले चाहिँ त्यस्तो खासै मैले देखेको छैन। अनि रक्सीलाई चाहिँ एला भन्छ। मैले प्रिभियस च्याप्टरहरूमा पनि रक्सीको एउटा बनाएको छु र रक्सीमा सबभन्दा राम्रो जुन अब फिज आउने रक्सी हुन्छ त्यो फिज आउने मतलब त्यो राख्दाखेरि जुन अन्ती हुन्छ अन्तीबाट राख्दाखेरि चाहिँ नि अलि राम्रो क्वालिटीको हाई क्वालिटीको रक्सीलाई चाहिँ नि मुसाओ एला भनेर भन्ने गरिन्छ। जुन त्यो रक्सी चाहिँ नि अब काँटीदेखि पेटसम्मै अलिकति जुन पोल्ने भन्छ कि के भन्छ पोल्ने त नभन्नु जल्ल त्यो अलिकति अर्कै फिल हुने खालको रक्सी हुन्छ त्यो। र त्यो रक्सी खाएपछि चाहिँ छिटै लाग्छ। कुनै अब यो नेवा कम्युनिटीमा भोज जाँदै हुनुहुन्छ भने त्यो जुन अन्तीबाट राख्दिँदाखेरि चाहिँ नि त्यो फिज बुडेर आएको जुन रक्सी छ भनेदेखि त्यो धेरै नखानु होला। त्यो अब कसैलाई थाहा हुँदैन र खाइदिएपछि एकदम कन्ट्रोल गर्न गाह्रो हुन्छ त्यो। र अब धेरै खाने बानी भएको भए चाहिँ नि अब अलिक कन्ट्रोल गर्न सकिन्छ होला। तर थोरै खाने मान्छेलाई चाहिँ नि त्यो अलिकति बढी भयो भने त्यो कन्ट्रोल गर्न गाह्रो हुन्छ। आगो बाल्नु पर्यो। मी च्याके माल। मी अर्थात् आगो, च्याके माल अर्थात् बाल्नु पर्यो। नेक्स्ट आगो ताप्नु पर्यो। मी पने माल। मी पने माल। अनि यो आगो ताप्ने जुन मक्कल हुन्छ त्यसलाई नेपाल भाषामा मक भनिन्छ। अनि जुन त्यो कोइला हुन्छ जुन त्यो काठ बालिसकेपछि बाँकी भएको जुन ब्ल्याक कलरको आई गेस कोइलै भन्छ होला त्यसलाई चाहिँ नि यङवा भन्छ। अनि खरानीलाई चाहिँ हजुरको यो नौ भन्छ। अनि यो नौ चाहिँ नि हजुरको तारालाई पनि नौ नै भन्छ। अनि त्यस्तै अर्को मैले सम्झेलाई भनिदिइहालौँ जुन हुक्कालाई चाहिँ वखा भन्छ। अनि त्यो हुक्का माथि राख्ने जुन माटोको भाँडा हुन्छ त्यसलाई चिलो भन्छ। र अनि त्यो जुन त्यसमा राख्ने टब्याको हुन्छ त्यसलाई बजा भन्छ। अनि त्यो जुन हुक्काबाट त्यो पानी आउँछ जुन पछि त्यो जुन अलिकति कस्तो भने अलिक कलर सेतो पानी पहिला पानी राख्दाखेरि सेतो हुन्छ पछि हुक्का युज गर्दै गएपछि त्यो पानीको कलर चेन्ज हुन्छ। र त्यो हुक्काको पानीलाई चाहिँ नि वाखाटी ल भनेर भनिन्छ। नेक्स्ट आगो ताप। आगो ताप यस्तो पनि हुन्छ होला आगो ताप। मी प ताप अर्थात् प मी प। त्यस्तै हात ताप भन्नको लागि चाहिँ ला प भनेर भन्न सकिन्छ। नेक्स्ट नाक चिसो भयो। न्या खुवाउँ ल। न्या खुवाउँ ल। न्या अर्थात् नाक, सिँगानलाई चाहिँ नि भन्छ नि। त्यस्तै सिँगानको पाप्रालाई निपुई भन्छ निपुई। अनि सिँगाने भन्नु पर्यो भने चाहिँ नि निगुलु निगुलु। निसुलु पनि भन्छ निसुलु। तर मोर करेक्ट चाहिँ नि निसुलु हुन्छ होला मेरो विचारमा। तर कम्युनिटीमा कसैले के भन्छ कसैले के भन्छ। नेक्स्ट नम्बर तातो पानी छ भनेर सोध्नको लागि चाहिँ खुवाउँ ल क्वाल दु। खुवाउँ ल अर्थात् चिसो पानी भयो। तातो पानीलाई क्वाल दु अथवा क्वाल दुला पनि भन्न सकिन्छ। दुला पर क्वाल दु पनि ठिकै हुन्छ। र तातो पानी र त्यस्तै तातो पानी छ भन्नको लागि चाहिँ क्वाल दु भनेर भनिन्छ। र त्यस्तै ल्याउ भन्नको लागि चाहिँ नि हजी हजी। र तातो पानी छैन भन्नको लागि चाहिँ मरुला मरुला और मरु क्वाला मरु और मरुला। त्यस्तै छैन भन्नको लागि मरु भनिन्छ।
र तात्पर्य तताउ भन्नको लागि चाहिँ क्वाकी क्वाल क्वाकी यो चाहिँ नि अब यो जाडो महिनाको मौसम भएकोले हजुरहरूलाई प्र्याक्टिस गर्नको लागि सजिलो हुन्छ अथवा कसैलाई भन्नको लागि चाहिँ भन्दाखेरि यो युज हुन सक्छ भनेर मैले यो सेन्टेन्स राखेको हो मोजा लगाऊ मोजा यहाँ यहाँ अर्थात् लगाऊ त्यस्तै गरी पन्जालाई पन्जा भइहाल्यो टोपी टोपीलाई चाहिँ नि टप्ली टप्ली त्यस्तै अर्को आज त साह्रै चिसो छ थौला सिके सिके थौला सिके खुवाउ अथवा अब आज साह्रै चिसो छ भन्नु पर्यो भने थौ सिके खुवाउ चिसो हावा आयो खुवाउ फे वाला हावा अर्थात् फे आजको लागि यति नै नेक्स्ट च्याप्टर मैले अब आज चिसो भयो अब केही दिनमा काम लाग्छ पानी परेको रहेको छ अहिले त्यस्तै के अब काम सम्बन्धी बनाउँछु म काम जस्तै कि काम ताप्न जाउँ यस्तो सेन्टेन्सहरू बनाउन सोचिरहेको छु र हजुरहरूलाई यो काम सम्बन्धी केही अब सेन्टेन्सहरू कन्भर्ट गर्नु ट्रान्सलेट गर्नु सोचिराख्नु भएको छ अथवा ट्रान्सलेट गरिदिए हुन्थ्यो जस्तो लाग्छ भनेदेखि हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ र यो हजुरहरूको सेन्टेन्सहरूलाई पनि म नेक्स्ट च्याप्टरमा समावेश गर्नेछु थ्याङ्क यू फर वाचिङ